युट्युब च्यानल तपाईँ कस्तो हुनुहुन्छ म चाहिँ सञ्चार आरामी छु आइ तपाईँहरू पनि एकदम सञ्चार आरामै हुनुहुन्छ होला होइन टक्क लाएर अनि आज चाहिँ म कहाँ जान आँटेको भने नि टक्क अब हामी चाहिँ बोराबाद जान आँटेको छौँ होइन बोराबादमा चाहिँ के कस्तो हुन्छ टक्क अब त्यहाँको रमझम यताउति होइन अब त्यति साह्रो राम्रो त भलक आउँदैन होला त्यही हेरेर साथ दिनु होला होइन अब बोराबाद घुमघाम छ मेरो हिरो चाहिँ यता छ होइन यो हिरोले कतिको साथ दिन्छ कि दिँदैन हेर्नु होला होइन त्यही हो अब बोराबाद गइन्छ होइन बोराबादमा चाहिँ अनि केही हो अब एकतिर फोटोहरू खिचिन्छ अनि अलिअलि भ्लग बनाइन्छ अब यतिखेर सूर्यास्त हेर्न यतिखेर बेला होइन नि त अब हामी चाहिँ किनभने हाम्रो घर टाढो छ नि त गाउँ जानुपर्छ त्यहाँ गाउँ जानुपर्छ नि गाउँ जानु अलिक टाढो पर्छ त्यसैले हामी चाहिँ बिहानै आयौँ होइन बिहान बजार बाङ्गे बजार भएर आएको थियौँ बाङ्गे बजार टक्क भइसक्यौँ अब माथि जानुपर्ने हुन्छ होइन यस्तै छ यताको भ्यू चाहिँ सो अब हाम्रो चाहिँ हिजोको भ्लगमा हर्दी खाने गाई बस्तीको भ्लगमा हामीसँग यताउति गरेर गाई जसले साथ दिनुभयो त्यसको लागि थ्याङ्क यू होइन यस्तो यस्तो भ्लग आउँछ त्यति राम्रो नभएर नि यो भ्लग चाहिँ कन्टिन्यू नै हो जस्तो सुकै होस् 5-6 मिनटको 2-3 मिनटको होइन आउँछ क्या भ्लगहरू डेली नै आउँछ होइन तर बिहानको 5 बजी आउँछ मेरो भ्लग चाहिँ होइन त्यही अब बोराबाद चाहिँ हेर्ने गाइस यहाँ चाहिँ होइन यसो फोटो खिच्ने भन्दै आउँछन् कि मान्छे अनुहार त गतिलो छैन के फोटो खिच्नु होइन त्यस्तै छ होइन अब हामी चाहिँ तलतिर जानुपर्ने हुन्छ त्यस्तै छ गाइस बोराबाद सो अब हामी चाहिँ यस चटपटे के खानुपर्ने हुन्छ 100 रुपियाँ लिएर आउँछु कि म पनि आज त्यही भएर यहाँ चाहिँ बोट चढ्नुहुन्छ भन्छ नि अब यसलाई बोट चढाइदिनु पर्यो भनेको भाइ नचर्ने रिगटा लागेर म त झर्छु भन्छु बोटै नचढाइदिनु पर्यो हेर्न सक्नुहुन्छ यतिखेर चाहिँ सो होइन यतिखेर यसको फोटो खिच्दैछु म चाहिँ यहीँ हेर्न सक्नुहुन्छ ल अब चाहिँ हामी यस्तो जलपाइगुडी खान जानुपर्ने हुन्छ होइन किन हामी यस्तो जलपाइगुडी खान जानुपर्ने यतिखेर कति खानुपर्ने हुन्छ होइन त्यही पुल्टी खाएपछि चक्कला खाएर अनि घुम्नु जानुपर्ने हुन्छ होइन अनि यतातिर त्यस्तै चाहिँ रमझम एकदम पैसा नभएको बेलामा यस्तै अवस्था छ होइन गाइस यहाँ सक्नुहुन्छ ट्रकहरूलाई यहाँ ठुलो बोर्ड हिँडिसकेको छ होइन तपाईँ बोराबाद चाहिँ एकचोटि आउनुपर्छ क्या सबैजना होइन तपाईँ यहाँ चाहिँ एकदम हाम्रै सुनसानमा रहेको ट्रक बबाल छ क्या गाइस यहाँ नहुने यहाँ यस्तो छ यहाँ मेरो बस्ने व्यवस्था पनि छ यहाँ पुल ध्यान अब चाहिँ हामी पुल बिच खानुपर्ने हुन्छ अहिले गाइस ट्रक हलाएर अङ्कल कति रुपियाँको टाका त्यो अब पुल खाएछु नम्बर चाहिँ 20 रुपियाँ गराइदिनु ल पैसै छैन क्या हामीसँग गरिबको बच्चा त मलाई गरिबको बच्चा मलाई देखाएको त गरिबको बच्चामा कसले नम्बर कसले दान गर्ने तो गाई बिरयानी खानुपर्छ यता छ बाइकिन ल हामी उहाँ खानु चतरमा तो गाई अब चाहिँ हामी टक्किनु पर्ने हुन्छ होइन बोराबादबाट छिर्ने ठाउँ त रहेछ तो अब यसो होटल छिर्नु भने पैसा छैन अब माथि खिचेको ल अगाडि भन्दा नि पछाडि चाहिँ गाइस चाहिँ हामी बोराबादबाट चल्देको ल गएको ल हामी फोटो भिडियो त त्यति राम्रो चाहिँ हामी जानुपर्ने नेक्स्ट टाइम आइफोन लिएर आउँछु म नेक्स्ट टाइम चाहिँ चतरसँग बोला ल आइफोन लिएर आउँछु अनि फोटो भिडियो हुन्छ म सबैले हेर्दैछन् अनि म देखाएँ हेरेर अगाडि सबै धुलो खाएको जग्गाहरू रेस्पेक्ट छैन यो अगाडि देखा न अगाडि तो गाइस अब चाहिँ हामी अगाडि जानुपर्ने हुन्छ बाटो चिप्लो छ एकदम होइन यहाँको सबै पिकनिक खानेहरू अगाडि रमाइलो गर्नु अब हामी चाहिँ यहाँदेखि देब्रेपट्टि जानुपर्ने हुन्छ गाइस अब यस्तै छ एक्सिडेन्ट घरिघरि चाहिँ बिचमा गाडी
भन्नु त्यहाँ ला एक्सिडेन्ट भएछ गाइस अलिकति अवस्था गम्भीर नाजुक अवस्था छ टाको फुटेछ है यस्तै हो त्यही भएर स्लो कुदाउनुपर्छ गाइस बोराबाट आउँदा एकदम भिड हुन्छ होइन एकदम भिड हुन्छ त्यही भएर अलिक सोचेर आउनु होला यो स्कुटीको एक्सिडेन्ट भएछ यता गएको रहेछ क्या यता सबै धर पछाडि त्यसलाई चाहिँ के हुँदा ठ्याम्म दिनमा यत्रो उयो भइरहेछ पुरा त्यस्तै हो अलिक सोचेर आउनु होला